पहिलो कुरा हामीले हाम्रो छोराछोरीहरूलाई परमेश्वरको वचन सिकाएको छ कि छैनौँ? यदि परमेश्वरको वचन हामीले सिकाएको छैनौँ भने हामीले जीवनमा ठुलो गल्ती गर्दैछौँ। शनिबारको अथवा आइतबारको आराधनामा सङ्गतिमा सुनेको आधी घन्टाको वचनले बाल सङ्गति हप्तामा एक दिन हुन्छ अनि त्यो बाल सङ्गतिमा 1 घन्टा गीत गाएको र वचन सुनेको र बाइबलको कथा सुनेकोले बच्चाहरूलाई पुग्दैन। किनभने उनीहरूले हरेक दिन स्कुलमा थुप्रै कुराहरू सुनिरहेको हुन्छ। उनीहरूले सोसियल मिडिया सामाजिक सञ्जालको माध्यमद्वारा थुप्रै कुराहरू सुनिरहेको हुन्छ, हेरिरहेको हुन्छ र हामीले परमेश्वरको वचन उनीहरूलाई होसियारी साथ सिकाएन भनेदेखि उनीहरू जति बेला पनि हाम्रो हातबाट उम्किन सक्छ। यसकारण परमेश्वरको वचन घरमा बस्दा, ढल्केर बस्दा, उठ्दा हिँड्दा त्यसको चर्चा गर भनेको परमेश्वरको वचन हाम्रो जीवनमा हामीले कसरी लागू गर्ने, त्यो वचनलाई कसरी बुझ्ने, त्यो परमेश्वरको जीवन हाम्रो जीवनमा कसरी लागू हुन्छ भन्ने कुरा हामीले नानीहरूलाई सिकाएनौँ भनेदेखि उनीहरू जति बेला पनि हाम्रो हातबाट उम्कन सक्छ। हामी धेरैपल्ट हाम्रो चिन्ता चाहिँ केमा हुन्छ भनेदेखि मैले मेरो छोराछोरीको लागि कमाइदिनुपर्छ, मेरो छोराछोरीको लागि जमाइदिनुपर्छ, कमसेकम मेरो छोराछोरीको लागि मैले एउटा घर बनाइदिनुपर्छ, मेरो छोराछोरीको लागि मैले कम्तीमा पनि यति लाख अथवा यति करोड चाहिँ सम्पत्ति आर्जन गरिदिनुपर्छ भनेर हामी भौतिक कुराहरूमा जोड दिन्छौँ, तर हामीले उनीहरूको आत्मिक जीवनलाई वास्ता गरिरहेका हुँदैनौँ। मत्तीको पुस्तकमा येशू प्रभुले भन्नुभयो, यदि तिमीले सारा संसार हात पारेर पनि आफ्नो आत्मालाई गुमायो भने के लाभ हुन्छ? मण्डली, मेरो प्रिय मित्रहरू, विश्वासी जनहरू, यदि तपाईँले आफ्नो छोराछोरीको निम्ति करोडौँको सम्पत्ति आर्जन गरिदिनु भयो, थुपारिदिनु भयो, तर यदि तपाईँले आफ्नो छोराछोरीहरूलाई गुमाउनु भयो, उनीहरू परमेश्वरदेखि टाढा भयो भने, उनीहरूको आत्मा गुम्यो भने के लाभ हुन्छ र? त्यो सबै व्यर्थ हुन्छ। परमेश्वरलाई प्रेम नगर्ने छोराछोरीले भविष्यमा तपाईँलाई प्रेम गर्छ भन्ने केही पनि ग्यारेन्टी छैन। त्यस कारणले गर्दा सबैभन्दा ठुलो इन्भेस्टमेन्ट, सबैभन्दा ठुलो लगानी हामीले हाम्रो बालबच्चाहरूलाई परमेश्वरको वचन सिकाउन अनि त्यसको चर्चा गर्नमा, परमेश्वरको वचनहरू सठिक तरिकाले बुझ्नमा हामीले ठुलो लगानी गर्नुपर्छ। अनि यो लगानी चाहिँ तपाईँको समयको लगानी हो। यो समयको लगानी हो सँगै बसेर अध्ययन गर्ने, सँगै बसेर प्रार्थना गर्ने। बच्चाहरूसँग हामी 2 घन्टा बाइबलको कुरा छलफल गर्न सक्दैनौँ, बच्चाहरूसँग बस्दाखेरि हामी 2 घन्टा प्रार्थना गर्न सक्दैनौँ, तर उनीहरूलाई छोटकारीमा हामीले 5 मिनट 10 मिनटमा बाइबलको कुराहरू दिनौँ, उनीहरूलाई सिकाउँदै गयो भनेदेखि त्यो वचनहरू चाहिँ उनीहरूको हृदयमा गाडिएर बस्छ। मेरो बुवाले मलाई धेरै कुराहरू दिन सक्नु भएन। हाम्रो पारिवारिक अवस्था गरिबी भएको कारणले गर्दाखेरि हामीसँग त्यति धेरै भौतिक प्रशस्ततामा हामीले जीवन जिउन पाएनौँ। दुःखमा, गरिबीमा, थुप्रै समस्याहरूमा जीवन बितायौँ। तर त्यो समयमा 7-8 वर्षको, 9-10 वर्षको उमेरमा बाइबलको थुप्रै पदहरू चाहिँ मेरो बुवाले मलाई सिकाउनु भयो। अनि त्यो बाइबलको पदहरूले मलाई अहिलेसम्म पनि छुइरहेको छ, अथवा त्यो बाइबलको पदहरू मेरो दिमागमा अहिले पनि छ। अनि जब जब निराश भएको बेला, समस्यामा भएको बेला, दुःखको बेला त्यो पदहरूले, वचनले यति धेरै उत्साह दिन्छ, जिउनको निम्ति साहस दिन्छ। यसकारण परमेश्वरको वचन हाम्रो निम्ति यति बहुमूल्य छ। यो चाहिँ होसियारी साथ हामीले सिकाउनुपर्छ। यदि तपाईँले हरेक दिन आफ्नो छोराछोरीसँग बसेर बाइबल पढ्ने, प्रार्थना गर्ने गर्नुभएको छैन भनेदेखि तपाईँले तुरुन्त यो कामलाई सुरु गर्नुहोस्। होइन भनेदेखि हामीले आफ्नो छोराछोरीलाई प्रभुमा गुमाउँछौँ। अब यहाँ वचनले भन्छ कि त्यो चाहिँ तिमीहरूले आफ्नो हातमा चिन्हको लागि कसिराख, ती तिमीहरूको निधारमा बाँधिराख, आफ्नो घरको चौकस र मूल ढोकाहरूमा लेख। यसको अर्थ के हो त? हामीले वचनलाई हातमा कसिराख्नु। जस्तै हामीले घडी हातमा कसिराख्छौँ, घडी हातमा लगाइराख्छौँ, अनि
त्यो घडी चाहिँ हामीले जति बेला पनि हेर्न सक्छौँ क्या। जब हामीले परमेश्वरको वचनलाई दिनौँ अध्ययन गर्छौँ, त्यो चाहिँ हामीले वचनलाई हातमा बाँधेको, घडी बाँधेको जस्तै हो। जति बेला पनि हामीलाई चाहिएको खण्डमा त्यो वचन हामी हेर्न सक्छौँ, त्यो वचनलाई हामी अध्ययन गर्न सक्छौँ। अब दोस्रो कुरा, वचन निधारमा बाँधिराख भनेको यो निधारमा वचन फेटा बाँध्नु भनेको होइन, तर त्यो वचनलाई हामीले जब एप्लाई गर्छौँ, त्यो वचनलाई लागू गर्छौँ, त्यो वचनलाई लागू गर्नु भनेको हो त्यो निधारमा बाँध्नु भनेको, ताकि अरू मानिसहरूले परमेश्वरको वचन हाम्रो जीवनमा देखुन्। यहाँनिर तीनवटा कुराहरू छ। पहिलो कुरा, परमेश्वरको वचन हामी आफैलाई थाहा हुनुपर्छ, हातमा बाँधिराख्नु। हामीलाई चाहिएको बेला त्यो वचन हामीले भेटाउनुपर्छ, किनभने वचनले मात्र हो दुष्टहरू पनि थरथर काम्ने, वचनले मात्र हो भूतहरू पनि भाग्ने। यदि हामीसँग वचनको ज्ञान छैन भनेदेखि दुष्ट हामीसँग डराउँदैन। त्यस कारणले गर्दाखेरि वचन जति बेला हामीलाई चाहियो त्यति बेला त्यो वचनलाई प्रयोग गर्न सक्ने ज्ञान हामीमा हुनुपर्छ, अथवा त्यो वचन थाहा हुनुपर्छ। भने दोस्रो कुरा, निधारमा बाँधिराख भनेको चाहिँ त्यो वचनलाई चाहिँ यसरी हामीले लागू गर्नु पर्यो ताकि मान्छेहरूले देखुन्। यो निधारमा माथि माथि भएको कुरा हामी देख्दैनौँ, तर पहिला अरू मान्छेहरूले चाहिँ त्यो देख्छ। हाम्रो जीवनमा परमेश्वरको वचन त्यसरी नै अरू मानिसहरूले हेर्दै गर्दाखेरि परमेश्वरको वचन हाम्रो जीवनमा लागू भएको अरू मान्छेहरूले देख्नुपर्छ। अनि घरको चौकस सोधी, घरको मूल ढोकाउँदै लेख है। अब यो लिटरली, यो वास्तविक रूपमा पनि यो एकदमै लाभदायक छ। तपाईँको घरको कोठाहरूमा सुन्दर बाइबलको पदहरू, घरको भित्ताहरूमा सुन्दर तरिकाले बाइबलको भर्सहरू, पदहरू हामीले लेखेर राख्यौँ भने जब हेर्छौँ हामीलाई त्यो वचनको सम्झना आउँछ। तर थाहा छ, हाम्रो धेरैको घरहरू केले सजिएको छ? हाम्रा घरहरू रङ्गीन दुनियाँले, हिरो हिरोनीको पोस्टरहरूले, अर्धनग्न तस्बिरहरूले हाम्रो कोठाहरू सजिएको छ भने हामीले के, हाम्रो दिमागमा के आउँछ? हामीले झट्ट हेर्दाखेरि हामीले के सम्झिन्छौँ? हाम्रो दिमागमा के आउँछ? त्यसकारण त्यसको सट्टामा हाम्रो घरको भित्ता हुँदी, हाम्रो घरको कोठा हुँदी परमेश्वरको सुन्दर सुन्दर प्रतिज्ञाहरू, बाइबलमा यति धेरै परमेश्वरको प्रतिज्ञाहरू छन्, उत्साहका कुराहरू छन्। ती वचनलाई हामीले लेखेर राख्यौँ भनेदेखि हामीले मात्र होइन, हाम्रो घरमा आउने मान्छेहरूले, हाम्रो घरमा आउने पाहुनाहरूले कमसेकम त्यो भित्ताको वचनलाई पढ्छ है। हाम्रो जीवनमा परमेश्वरको वचनलाई उनीहरूले पढ्छ। हाम्रो घरको द्वारहरूमा, हाम्रो घरको सिटिङ रुमहरूमा भएका ती परमेश्वरको वचनहरूलाई, पदहरूलाई पढ्छ। यस कारणले गर्दा हाम्रो कोठाहरू अर्धनग्न तस्बिरहरू, विभिन्न हिरो हिरोनीको फोटोहरूले सजाउनुभन्दा परमेश्वरको वचन, परमेश्वरको प्रतिज्ञाका पदहरूले, परमेश्वरको त्यो वचनहरूले तपाईँले सजाउनुहोस्। त्यो भयो भनेदेखि तपाईँ र मेरो घर परिवार सुन्दर हुन्छ। र म तपाईँहरूलाई यही अनुरोध गर्छु, आमा बुवाहरू, यदि तपाईँहरूले ढिलो गरिरहनु भएको छ भने ढिलो नगर्नुहोस्। तपाईँले दिनहुँ हरेक दिन परमेश्वरको वचन अध्ययन गर्न सुरु गर्नुहोस् र आफ्नो छोराछोरीहरूलाई पनि सिकाउनुहोस्। अहिले तपाईँहरू सँगै नभए पनि, टाढो टाढो भए पनि अहिले विभिन्न सोसियल मिडियाको माध्यमहरूद्वारा तपाईँ जोडिन सक्नुहुन्छ। कमसेकम अनलाइन भए पनि बसेर आफ्नो छोराछोरीहरूलाई परमेश्वरको वचन सिकाउने, उनीहरूसँग दिनमा एकपल्ट बसेर प्रार्थना गर्ने, परमेश्वरको वचनहरू सिकाउने गर्नुभयो भने तपाईँले त्यो गरेको लगानीले तपाईँको भविष्य मात्र नभएर तपाईँको छोराछोरीको भविष्य सुन्दर बन्छ। नत्र भने संसार हात पर्ला तर तपाईँको छोराछोरीको आत्मा गुम्छ, मेरो छोराछोरीको आत्मा गुम्छ। यसकारण समय हुँदाखेरि नै आउनुहोस् हामीले ध्यान दिउँ, हामीले परमेश्वरको वचन हाम्रो बालबच्चाहरूलाई सिकाउन सुरु गरौँ। प्रभुले तपाईँहरूलाई आशिष दिउन्। धन्यवाद। जय मसीह।